अघिबाट ऋषि दाई जनता तिम्रो साथमा छन् भन्ने सेन्स हामी दिन्छौँ नि त। तपाईँ अब यो मिडिया छोड्नुहोस्, अब राजनीतिमा तपाईँले आउनै पर्छ। ऋषि धमला आजको आवश्यकता साथी हो भनेपछि त्यहाँ कसैले पनि प्रश्न उठाउँदैन। तपाईँले सरकार बनाउनु पर्छ र हामी जेन्जीहरू तपाईँले प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ। हामी सिंहदरबारमा ऋषि धमला पठाउन चाहन्छौँ। एकपटक त सिंहदरबारको रोस्टमले ऋषि धमला खोजेको छ। ऋषि दाईले राष्ट्रिय राजनीतिमा सुपर नायक, ऋषि दाई आफैमा सुपर नायक हो। पुरै मध्य प्रदेशवासीले एउटा आशा राखेर बसिरहेछन् कि हाम्रो ऋषि धमलाजी आउँछ अनि केही गर्छ भनेर। आजको दिनमा लाखौं पब्लिकहरू तपाईँको साथमा छ। आज ऋषि धमलाको आवश्यकता छ भन्न हामीले नपाउने जेन्जीले। हामी जेन्जी भन्दा पनि नेपाली जनताले हेर्न चाहेको हो, भन्न सकेको छैनन्। यो त टेलर हो, फिल्म आउन बाँकी छ। फिल्म फागुन 21 मा आउँछ ऋषि धमलाको पक्षमा। अघिबाट ऋषि दाई जनता तिम्रो साथमा छन् भन्ने सेन्स हामी दिन्छौँ नि त। तपाईँ अब यो मिडिया छोड्नुहोस्, अब राजनीतिमा तपाईँले आउनै पर्छ। ऋषि धमला आजको आवश्यकता साथी हो भनेपछि त्यहाँ कसैले पनि प्रश्न उठाउँदैन। तपाईँले सरकार बनाउनु पर्छ र हामी जेन्जीहरू तपाईँले प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ। हामी सिंहदरबारमा ऋषि धमला पठाउन चाहन्छौँ। एकपटक त सिंहदरबारको रोस्टमले ऋषि धमला खोजेको छ। ऋषि दाईले राष्ट्रिय राजनीतिमा सुपर नायक, ऋषि दाई आफैमा सुपर नायक हो। पुरै मध्य प्रदेशवासीले एउटा आशा राखेर बसिरहेछन् कि हाम्रो ऋषि धमलाजी आउँछ अनि केही गर्छ भनेर। आजको दिनमा लाखौं पब्लिकहरू तपाईँको साथमा छ। आज ऋषि धमलाको आवश्यकता छ भन्न हामीले नपाउने जेन्जीले। हामी जेन्जी भन्दा पनि नेपाली जनताले हेर्न चाहेको हो, भन्न सकेको छैनन्। यो त टेलर हो, फिल्म आउन बाँकी छ। फिल्म फागुन 21 मा आउँछ ऋषि धमलाको पक्षमा।